So hey guys, welcome back to a new episode. So after a long time, after long days, होइन काफी दिन भइसक्यो हजुरहरूसँग पनि भेट नभएको. सो लास्ट ब्लग चाहिँ मेरो पोखरा ब्लग त त्यसपछि मैले ब्लगै बनाइनँ होइन. सो आज चाहिँ फाइनली ब्लग आइरहेछ होइन. प्राउडली भन्नु पाइरहेको छु कि ब्लग आइरहेछ यार. काफी समय भइसक्यो. मेरो सब्सक्राइबरहरू पनि सोधिरहेको थिए कहिले आउँछ ब्लग कहिले आउँछ, तर सो बनाएको थिएन त कहिले आउँछ होइन. सो आज चाहिँ ब्लग स्टार्ट भइरहेछ होइन काफी समयपछि. सो अहिले चाहिँ म चतवन गइरहेको छु होइन. त्यसपछि उताबाट नै म साथीको घर जान्छु, त्यहाँबाट चाहिँ ब्लग स्टार्ट हुन्छ मेनली होइन. सो अहिले चाहिँ म घरबाट निस्किरहेको छु सत्सङको लागि. त्यहाँबाट म साथीको घर जान्छु, त्यहाँबाट फेरि गोप्रो मिल्छ, गोप्रोबाट या मोबाइलबाट भयो भने ब्लग चाहिँ बनाउँछु. सो मेरो गोप्रो चाहिँ साथीकोमा छ, त्यो भएर चाहिँ मैले घरबाट चाहिँ ब्लग स्टार्ट गर्ने सोचेको थिएँ होइन गोप्रोले. सो साथीकोमा भएको कारण चाहिँ मैले अब गोप्रो युजै गर्नु भएन. अनि साथीकोमा छ त युज म कसरी गर्ने होइन. त्यसैले चाहिँ अब साथीकोमा छ भने चाहिँ मैले उत्तिकै जानु पऱ्यो यहाँबाट, त्यसपछि उहाँबाटै स्टार्ट गर्छु. सो गाइज अहिले चाहिँ हामी निखिलकोमा पुगिसकेका थियौँ. सो अब निस्किरहेको छौँ यहाँबाट. सबैजना छ यहाँ, छ गाडीहरू छ, निखिल, सागर, सौरभ, सोहिल, स्लग अनि निराजन भाइ. सो हामी चाहिँ अब निस्किरहेको छौँ. मेरो गाडी चाहिँ यहाँ छ होइन. सो म हेलमेटमा चाहिँ गोप्रो एट्याच गर्छु, गोप्रोमा चाहिँ मैले मिलिसकेको छु होइन. सो चार्जिङ कम छ अनि ब्लग चाहिँ हल्का फुल्का बनाउनु पर्छ, धेरै भइसक्यो ब्लग पनि नबनाएको होइन. सो अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ. सो गाइस अहिले चाहिँ हामी निस्किरहेको छौँ होइन. अब देख कर हाय शर्माओगी न, देखोगी फिर तुम कभी आई ना, हमारे बिना रोज घबराओगी. बदन पे सितारे लपेटे हुए, सो गाइस अहिले चाहिँ हामी यहाँ अत्तरिया रोकेका छौँ होइन. सो पछाडि चाहिँ साथीहरू छन्, सब सामान लिइरहेको छन् होइन. सो गोप्रोमा चाहिँ चार्जिङ कम छ, त्यसैले चाहिँ गोप्रोमा मैले बढी ब्लग बनाइरहेको छैन होइन. सो अहिले चाहिँ हामी यहाँ सामान किन्न लागेको छौँ चटपटको लागि, के किन्नु छ ठन्डा ठन्डा, अनि त्यो लिएर हामी यहाँबाट निस्किन्छौँ. सो गाइस अहिले चाहिँ हामी अत्तरियाबाट निस्किरहेको छौँ होइन. सो निक्किल अगाडि छ अनि सौरभ उनीहरू पछाडि छन्. उनीहरू एउटा गाडीमा 3 जना भएको कारण चाहिँ उनीहरू पछाडि आइरहेको छन्. अगाडि चाहिँ ट्राफिक लागेको छ होइन. त्यो भएर चाहिँ हामी बिस्तारै गइरहेछौँ.
सो गाइस अहिले चाहिँ हामी यहाँबाट निस्किरहेको छौँ होइन फाइनली हाटखोली पुगिसकेको छ अब अगाडि झर्ना जाने भनिरहेको छ केटाहरू सो हामी निस्किरहेको छौँ झर्नाको लागि यहाँबाट सो गाइस अहिले चाहिँ हामी यहाँ आइरहेको थियौँ होइन हाटखोली सो अगाडि बाटोमा हाम्रो गाडी चाहिँ बन्दै भइहाल्यो मेरो चाहिँ गाडी अगाडि पुगिसक्यो होइन उता निक्कीको पल्सर 150 हो कि 150 नै जो कि बन्द भइहाल्यो स्टार्टै भइरहेको छैन खोइ के हो झर्ना पुग्ने भनेको त यहाँ केटाहरूले झर्नै देखाइदियो त्यही नाउँ भनेको नजिकै होइन हाटखोलीमा अगाडि जाउँ भन्यो यहाँ चाहिँ अब गाडी नै स्टार्ट भइरहेको छैन के भयो तात्तिको पुग्यो झर्ना म त्यस्तो मेरो गाडी लाग्दो लाग्थ्यो पुग्थ्यो कि नै पुग्थ्यो कि बाइक बहुत ही ज्यादा भाई हार्ड हो चुका है तो भाई इसको थोड़ा सा रेस्ट सो गाइस अहिले चाहिँ गाडीलाई धक्का दिएर अगाडि लगिरहेको छ होइन सो मेरो बाइक चाहिँ उता छ केटाहरू चाहिँ यहाँ गतिवती यस्तो भइसकेको छ हाम्रो यहीँ बनाऊ है चटपट भया हम लोग यहाँ पर बैठ चुके हैं तो गाइस अहिले चाहिँ हामी निस्किसकेका छौँ यहाँबाट चाहिँ होइन त्यो गाडी चाहिँ अहिले उसको पनि स्टार्ट भएर अगाडि गइसकेको छ हामीले निस्किरहेको छौँ अब कति टाइम लाग्छ होइन त्यो झर्ना पुग्न त्यो झर्ना पुग्छ कि कहाँ पुग्छौँ जहाँसम्म गाडीको फास्ट चल्छ त्यहाँसम्म पुग्छौँ त्यसपछि देखिन्छ अगाडि है सो अगाडि हेर्दै गर्नुहोस् बाटो चाहिँ यस्तो छ सो गाइज अहिले चाहिँ हामी यहाँ हाटकोलीतिर आएको थियो होइन जो कि अगाडि त्यहाँ बाइक राखेर होइन मैले चाहिँ त्यहाँ ब्लग बनाएन किनकि मसँग हेलमेट थिएन हेलमेटमा चाहिँ क्यामेरा थियो अनि मसँग हातमा सामान भएको कारण चाहिँ मैले उताबाट ब्लग बनाएन मेरो पसिना लास्टै गर्मी भयो होइन उताबाट हिँडेर आइरहेको थियो सो हामी चाहिँ अहिले यहाँ नुहाउनको लागि ठाउँ छ होइन नुहाउनको लागि चाहिँ ठाउँ यहाँ छ अनि म चाहिँ अहिले यहाँ बसेको छु हाम्रो सामानहरू छ यो छ हेलमेट छ अनि यहाँबाट सिडीबाट माथि झर्नाको लागि जाने छ बाटो सो हामी चाहिँ एकछिन यहाँ रेस्ट गर्नलाई बसेको छु होइन सो लास्ट गर्मी भयो लास्ट धेरै गर्मी भयो सो एकछिन यहाँ बसेको छु यहाँ सौरभ चाहिँ नुहाउन लाग्छ हामीले भनेको एकछिनमा भनेको त उता गर्मी भयो अरे गइहाल्यो नुहाउनु सो नुहाउनलाई पनि यस्तो दामी ठाउँ छ जो कि हिडन एकदम दामी यहाँ मतलब धेरै पनि छैन लगभग त्यहाँबाट यहाँ करिबन 5-10 मिनटको बिचमा लाग्छ आयो भने मस्त नुहाउनलाई दामी ठाउँ छ होइन सो पानी नि हेर्न सक्नुहुन्छ मतलब के कुरा गरौँ के खाइदिँदा के सो गाइस अहिले चाहिँ हाम्रो चटपटै रेडी हुन लाग्छ यहाँ चाहिँ आलु प्याज के बन्दकोपी सबैजना यहाँ बसेर झुम्ब्याएको छौँ चटपटको लागि गोप्रोमा चार्जिङ कम भएको भएर बढी क्लिपहरू बनाइरहेको छु अनि हल्का फुल्का बनाइरहेको छु चटपट खाएर हामी माथि झर्नातिर जाने भनिरहेको छौँ होइन चटपट खान्छौँ अनि झर्नातिर जान्छौँ चटपट खाँदाखेरिको सिनहरू हेर्नुहोस् 1 2 3 सो
सो गाइस अहिले चाहिँ म पनि नुहाउनलाई कपडा सपडा खोलाएर रेडी भइसकेको छु। ननुहाउने सोचेको थिएँ, यहाँ चाहिँ माथि गएर नुहाउला सोचेको थिएँ होइन। सबैजना केटाहरू नुहाउनलाई रेडी भइसक्यो होइन। अनि नुहाइदिन्छु, मस्त भ्यू पनि छ, चिसो पानी छ उहाँ केटाहरू। ए चिसो पानी छ, उहाँ चाहिँ कीर्तन राजा खाइरहेछन्, सुलभ राजा आफ्नो स्टोरेज खाली गरिरहेछन् मोबाइलको। ढुङ्गाहरू चाहिँ लास्ट चिप्लो चिप्लो छ। चिसो पानी छ, चिसो। नगर्न ए नगर्न। सो गाइस लास्ट चिसो पानी छ होइन। म नुहाएर चाहिँ आइसकेको छु, अझ नुहाउन जानेछु होइन। लास्ट चिसो पानी त लास्ट चिसो छ। सो गाइस हामी चाहिँ नुहाइसक्यो होइन। सबजना आइसकेको छौँ। उसको चाहिँ हल्का खुट्टामा सिसा गाडेर निकालिरहेछ। उता कीर्तन सुलभ अनि म। सो उसको चाहिँ हल्का खुट्टामा चोट लाग्यो अरे। सो गाइस अहिले चाहिँ हामी माथि गइरहेछ होइन। उता तल चाहिँ हामीले नयाँ थिएँ, अहिले चाहिँ यहाँ निक्ल्यो। उहाँ दुईजना आइरहेछन्, यहाँ निक्लिन्छ होइन। अरू तिनजना चाहिँ अगाडि गइसक्यो उनीहरू। हामी चाहिँ फोटोसोटो खिचिरहेको थियो, हल्का केटाहरू रोकिएको थियो फोटो खिच्नको लागि। अनि उहाँ चाहिँ केटा पनि ब्लग बनाइरहेछन्। ब्लग आजभोलि हाम्रो ग्रुपमा सब ब्लगर भइसके, ब्लगर, युट्युबर, इन्स्टाग्रामर, टिकटकर, सबै कन्टेन्ट क्रिएटर छन् हाम्रो ग्रुपमा। लास्ट हाइकिङ छ हे भाइ। सो गाइस यो चाहिँ उचाइ चढ्नुपर्छ होइन। यत्रो आज त माथि चढ्नु छ, यति माथि चढ्नु छ। यो माथि लास्ट छ उचाइ चढ्नु चाहिँ। लास्ट गाह्रो छ गाइस। अगाडि बढ्छौँ हामी। सो गाइस अहिले चाहिँ हामी बसेको छौँ होइन। लास्ट थाकियो होइन। लास्ट तल चाहिँ ओह्रालो माथि चढेर आउनु लास्ट फट्यो यार गाइस। पसिना हेर्नु, पसिना। लास्ट चाहिँ उचो छ, उचो फट्छ गाइस। अझ त कति माथि छ घाम। सानो लाग्यो होला प्याज हजुरलाई, मा कसम यस्तो फटिरहेछ बयानै छैन। सो गाइस केटाहरू चाहिँ बजार जान होइन। म चाहिँ अगाडि गइरहेको छु। लास्ट पसिनाले हेर्नु सक्नुहुन्छ मेरो थोप्रा। महाकसम भ्यू नि दामी छ होइन। बजार चाहिँ त्यसलाई देखिरहेको छ छैन त्यो थाहा भएन। म ब्याक क्यामेराले देखाउँछु। सो हेर्नुहोस् गाइस, भ्यू चाहिँ दामी छ होइन। यस्तो छ भ्यू, हजुरलाई नलाग्ला। अहिले त स्ट्रेट छ त्यहाँनिर। महाकसम तल नि यस्तो छ यो भ्यू। लास्ट आज माथि चढ्नु छ, लास्ट फर्छ। माथि गइरहेको छु होइन। अहिले चाहिँ बिस्तारै बिस्तारै लास्ट गर्मी नि भइसक्यो। सो हेर्दै गर्नुहोस्। सो गाइस झरना चाहिँ उता तल छ होइन। सो यता छ झरना चाहिँ उता तल, हामी चाहिँ यहाँ छौँ। यस्तो ओह्रालो बाटो छ, डेन्जरस। डेन्जर छ बाटो चाहिँ। सो गाइस अहिले चाहिँ मैले म गोप्रोको ब्याट्री नि चेन्ज गरिसकेँ। फाइनली म पुगिसकेँ झर्नासम्म। सो हेर्न सक्नुहुन्छ हजुरले झर्ना। यता झर्ना चाहिँ उता केटाहरू बसेको छन् होइन। यो झर्नाको बाटो चाहिँ सो स्क्यारी छ होइन।
एकदमै खतरनाक बाटो छ जुन चाहिँ यस्तो छ उतातिरको प्याच चाहिँ लास्ट खराब छ होइन बाटोको यस्तो छ नजारा चाहिँ दामी छ क्या भ्यू हेर्न सक्ने झर्ना त सो अगाडि जान्छ बाटो चाहिँ लास्ट स्क्यारी चाहिँ म चाहिँ खल्टीमा हाल्छु अहिले मोबाइल ब्लग बनाउनु पछि एकछिन बनाउँछु यार बाटो पहिले बाटोबाट गइहालौँ अगाडि सो गाइस अहिले चाहिँ म यहाँ बसिरहेको छु होइन सो झर्ना चाहिँ हजुरलाई देखाउँछु यहाँको झर्ना चाहिँ उता माथिदेखि छ होइन सो टाइम पनि धेरै भइसक्यो लगभग 5:30 6 भइरहेको छ होइन अब हामी यहाँबाट निस्किन्छौँ एकछिनमा अब चाहिँ हामी यहाँ झर्ना हेरेर निस्किरहेको छौँ गाइस अहिले चाहिँ समय नि भइसक्यो भन्नाले 5:30 को करिब भइसक्यो होइन सो झर्ना यहाँ छ अब हामी चाहिँ निस्किरहेको छौँ केटाहरू चाहिँ आधा हल्का हल्का गरेर 1 2 जना गरेर निस्किरहेको छ होइन सो हामी गइरहेको छौँ 2 जना यहाँ छन् बाँकी सब निस्किरहेको छन् सो बिस्तारै बिस्तारै हिँड्दै गर्छु लास्ट गाह्रो बाटो छ सो अहिले चाहिँ म मोबाइल खल्टीमै हान्छु यार बाटो सो रिस्की ब्रो त्यसले चाहिँ अहिले म ब्लग बनाउन्न सो गाइज अगाडि हेर्नुहोस् झर्ना नि सक्यो सो गाइज अहिले चाहिँ हामी तल आएर बसेका छौँ होइन हामी 4 जना यहाँ छौँ 5 जना 2 जना चाहिँ आइरहेको छन् अघि चाहिँ यहाँ नयाँ थियो होइन अहिले यहाँ आएर अङ्गुर खाइरहेको छौँ घर बिलासमा पानी तिर्खा लागेको छ होइन सो एकछिन उनीहरू आयो भने हामी यहाँबाट निस्किन्छौँ सो गाइज अहिले चाहिँ हामी दही पार्टी भइरहेको छ होइन तर यहाँ कीर्तन र सुलभ खा भाइ अरे के ल्याउ त कस्तो अमिलो दही खाऊँ अमिलो छ सो गाइज अहिले चाहिँ अब हामी यहाँबाट निस्किरहेको छौँ होइन सो अघिदेखि चाहिँ यहाँ बसेको थियौँ सुलभको मोबाइलको स्टोरेज फुल भएको कारण म चाहिँ स्टोरेज खाली गरिरहेको थिएँ होइन सो अहिले चाहिँ हाम्रो गाडीहरू यहीँ छ हामी यहाँबाट अब निस्किन्छौँ सो मेरोमा पनि चार्जिङ कम छ डाइरेक्ट अब अगाडि भेट्ने छु हजुरहरूलाई सो हेर्दै गर्नुहोस् न देखोगी फिर तुम कभी आईना हमारे बिना रोज घबराओगी बदन पे सितारे लपेटे हुए सो हे गाइस अहिले चाहिँ म घर पुगिसकेको छु होइन समय नि लगभग कति भन्नाले 8:30 भइसकेको छ होइन भर्खर म घर पुगेर मेरो गोप्रो चाहिँ स्विच अफ भन्नाले पावर अफ भइसक्यो होइन हामीलाई चार्जिङ लगाउँछु सो आजको ब्लग चाहिँ अब यहीँ समाप्त गर्छु होइन आउँदाखेरि बढी भिडियोहरू त बनाएन किनकि मेरो चार्जिङ सिद्धिहाल्यो अनि मोबाइल निकालेर बनाउनु टाइम लागिहाल्छ अनि के बनाउनु होइन त्यहाँ गएँ त्यहाँबाट स्वरूपको घर रोकेँ हल्का रोकेपछि अनि म एकछिन कुरासुरा गरेर अनि सिधै घर आइहालेँ होइन सो अब नुहाइधुवाइ गर्छु धेरै फोहोर भइहालेँ बाटो कस्तो लास्ट खतम थियो अनि धुलो माटो लास्ट अनि नुहाएको पनि त्यो भएर अब नुहाइहाल्छु एकछिन अनि मोबाइल चार्जिङ लगाएर गोप्रो चार्जिङ लगाएर भोलि एडिटिङ गर्नुपर्छ कहिले आउँछ ब्लग चाहिँ सो आजको लागि यति नै सो नेक्स्ट ब्लग कमिङ सुन भन्छु नेक्स्ट ब्लग चाहिँ छिटै आउँछ सो बाई बाई लभ यु